मेरो नाम गोमा बन्जारे, म सिभिल एभिएसन अथोरिटीबाट आएको। यो प्याकेजमा चाहिँ हामीलाई अत्यन्तै फर्स्टदेखि नै हार्टली वेलकम गर्नुभयो। एक अत्यन्त राम्रो ठाउँमा, भ्यालीको भ्यू पनि एकदमै राम्रो देखिने, सिन पनि त्यत्तिकै राम्रो। डाक्टर विनोद घिमिरेले चाहिँ हामीलाई स्ट्रेस म्यानेजमेन्ट सम्बन्धी प्रशिक्षण कक्षा पनि सुरुमा सिकाउनु भयो। त्यसले गर्दा के रोगहरू हुन्छन्, कहाँ कहाँ कसरी हाम्रो तनावहरू कसरी बसिया हुन्छन्, कसरी त्यसलाई रिड्युस गर्न सकिन्छ। नमस्कार, मेरो नाम सविता कोइराला। हामी जति पनि यहाँ आएको छौँ उहाँहरू प्रायः सबै आफ्नो फ्यामिली प्लस अफिसको पनि जब गर्नुपर्ने भएकोले हामी रेगुलर लाइफमा धेरै नै इन्गेज हुनुपर्ने हुँदाखेरि यस्तो अपर्च्युनिटी कहिले पनि पाइरहेको थिएनौँ। यहाँ आइसकेपछि चाहिँ लाइफमा फर्स्ट टाइम होला यति राम्रो यस्तो रमाइलो अनुभव भयो। अनि अर्को कुरा आर्टमा पनि एकछिन टाइम दिन पाइयो। आर्ट एन्ड क्राफ्टमा मलाई यहाँको सबैभन्दा राम्रो लागेको भनेको जस्तै यहाँको सराउन्डिङ नै मन परेछ। सबैतिर यस्तो पहाडले घेरेको होइन, अनि जङ्गल छ, पिस लभरहरूको लागि एकदमै ठाउँ छ, मेडिटेसन गर्ने ठाउँ त्यस्तै राम्रो छ। म जानुका खनाल, म सिभिल एभिएसन अथोरिटी अफ नेपालमा काम गर्छु। एक्चुअली मेरो एक्सपिरियन्समा चाहिँ मैले शिरोधारा गरेको थिएन कहिले पनि होइन, र त्यो शिरोधारा मेरो लागि चाहिँ एकदमै इफेक्टिभ र मलाई एकदमै राम्रो लाग्यो। जुन त्यो हाम्रो गुरुले चाहिँ हामीलाई जङ्गलमा लगेर वाकिङ गराउँदै सर्टेन हाम्रो पृथ्वीसँगको सम्बन्ध, बोट बिरुवाहरूको सम्बन्ध, नेचरसँगको सम्बन्ध कस्तो हुनुपर्छ, परापूर्व कालमा कस्तो थियो, र अब हामीले त्यसलाई भुल्दै गए पनि अब फेरि हामीले रिटर्न ब्याक त्यही उसमा आएर हामीले आफूले आफूलाई टाइम दिएर कसरी अगाडि बढ्ने भनेर चाहिँ जुन किसिमले एजुकेट गर्नुभयो त्यो कुरा मलाई एकदमै राम्रो लाग्यो। मैले मनन पनि गरेँ। हामीले जुन एक्सपेक्टेसन गरेर यहाँ आएको थियौँ त्यो एक्सपेक्टेसनभन्दा धेरै हाई क्वालिटीको सर्भिसहरू प्रोभाइड भयो हामीलाई। कि हामी सबै ग्रुपको तर्फबाट के भनाइ छ भने हामी ग्रुप मिलाएर बारम्बार यस्तो प्रोग्रामहरू गर्न चाहिँ आइरहौँ। म लगायत मेरो सम्पूर्ण टिमहरूबाट पनि अफिसमा गएर साथीहरूलाई पनि रिकमेन्ड गर्छु। म त अरू सबैलाई यहाँ एकचोटि त आउनै पर्ने ठाउँ रहेछ यो स्पेस हेर्नको लागि पनि, र यहाँका वेलनेस एक्टिभिटीहरू, यहाँका सेवाहरू लिनलाई पनि भनेर सुझाव दिन चाहन्छु।